सर अनि कस्तो छ आजको शेयर बजार? बुझिन सक्नु छ सर, बजार झनै रिएक्टिभ भएको छ। फेरि आफूलाई त्यो अनुसार एडजस्ट गर्न नफुर्छ, न त नलेज नै। त्यसैले त पोर्टफोलियो म्यानेजर आफ्नो पोर्टफोलियो आफैले हेर्नुपर्छ सर, अरूलाई दिने कुरा चाहिँ नगर्नुहोस्। सर आज मेरो अपोइन्टमेन्ट थियो रेगुलर हेल्थ चेकअपको, सो अफिस हेरिदिनुहोस् है। डाक्टर कहाँ किन जाने सर, सिधै फार्मेसी गए दिइहाल्छ नि औषधि। होइन सर, हेल्थ चेकअप जस्तो कुरा एक्सपर्ट डक्टरहरूसँग गर्नुपर्छ नि। एक्ज्याक्टली, हेल्थको लागि एक्सपर्ट डक्टरहरू खोजी कन्सल्टेसन लिन जान्छौँ हामी। आफ्नो फाइनेन्सियल पोर्टफोलियोको लागि पनि सेयर मार्केट एन्ड ट्रेडिङ स्पेसलिस्टको सल्लाह सहयोग लिन जरुरी हुन्न र? तर राम्रो र भरपर्दो रिजल्ट दिने फाइनेन्स एक्सपर्ट त खोजेर कहाँ भेटिन्छ सर? एलएस क्यापिटलको समृद्धि सूत्र अपनाउने। समृद्धि सूत्र? समृद्धि सूत्र मतलब एलएस क्यापिटलको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, जहाँ तपाईँको लगानी अनुभवी एक्सपर्ट र विशेषज्ञबाट व्यवस्थापन हुन्छ अनि मार्केट अनसर्टिनिटी र फ्लक्चुएसनको टेन्सनै लिनु पर्दैन। ओह नाइस। एलएस क्यापिटलको समृद्धि सूत्र, एलएस क्यापिटल पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस। एलएस क्यापिटल पिएमएस अपनाई आफ्नो लगानीलाई विशेषज्ञद्वारा म्यानेज गराउनुहोस् र जोखिम न्यूनीकरण गरी समुचित प्रतिफल पाउनुहोस्। थप जानकारीका लागि 9762414063 मा कल गर्नुहोस्।